back to my channel, The Curious Mind. आजको भिडियो चाहिँ I'll be traveling to Bangalore. तपाईले भिडियोमा चाल पाउनुहुन्छ किन गएको भनेर. I won't be explaining a lot now. Right now अहिले चाहिँ 5 बज्न अझै 15 मिनेट छ, 4:45. म चाहिँ रेडी भए. यहाँ म सँगसँगै मम्मी बाबा हजुरआमा सबैजना उठिसक्नु भएको छ. बेसी नहुन्न न मम्मी, अलिकति अम्बुले पार्नु. शुभयात्रा सबै नाम लेख्नु त नि अर्को हातमा ल आउँछ त फेरि शुभयात्रा शुभयात्रा अँध्यारो छ है फेरि. ऊ पनि रेडी. म चाहिँ एक्चुअली बेंगलोर मेरो डकुमेन्ट्सहरू लिनु गएको फ्रम द कलेज, जुन चाहिँ मेरो रेजिस्ट्रेसनको लागि नर्सिङको रेजिस्ट्रेसनको लागि चाहिन्छ. जयगाउँबाट निक्ले अनि त्यसपछि सिलिगुडी पुगे अनि सिलिगुडीमा अर्को बस लिएर चाहिँ म बागडोगरा गएँ. अनि त्यहाँ बागडोगरामा चाहिँ मलाई कस्तो गाह्रो परेर मेडिसिन किनेर त्यहाँदेखि क्याब लिकिन म के भन्छ एयरपोर्टकोतिर लागेँ. एक्लै ट्राभल गर्दा चाहिँ साह्रै गाह्रो भएको क्या मलाई. एक त फेरि मलाई पुरा मोसन सिकनेस छ अनि त्यही माथि एक्लै ट्राभल गर्दा कस्तो गाह्रो भएको मलाई त. अझै फेरि मेरो फ्लाइट लेओभर खालको थियो क्या, पुरा चेन्ज गरिराख्नु पर्ने खालको थियो अनि पुरा गाह्रो भएको. यो भमिटिङ आउने मान्छेहरूलाई चाहिँ साह्रै गाह्रो हुँदो रहेछ क्या फ्लाइटमा पनि. मेरो त कान दुखेर फेरि कस्तो दामी देखिन्छ क्या तर फ्लाइटबाट चाहिँ होस् क्लाउड्सहरू कस्तो दामी देखिने. अनि म फर्स्ट स्टप चाहिँ मेरो हैदराबादमा थियो, त्यहाँ चाहिँ टेक्निकल स्टप मात्रै. अनिदेखि त्यहाँपछि चाहिँ म फेरि जयपुर अनि जयपुरदेखिबाट चाहिँ लास्टमा चाहिँ बेंगलोर. Right now I'm in Jaipur. Just now I arrived. I thought I would be recording so many things. तर मैले रिकर्ड नै गर्न सकिनँ क्या. कस्तो डेन्जर चाहिँ मलाई भमिटिङ आउला जस्तो भएको. आई वाज सो नसियस. एक्लै चाहिँ यति टाढो चाहिँ ट्राभल गर्नु नसक्ने रहेछ क्या. आम्बो एउटै फ्लाइट भएको भए त सक्थ्यो होला, तर मैले चाहिँ फ्लाइट चेन्ज भएको भएर होला क्या. यो मिस्टेक चाहिँ म कहिले पनि गर्दिनँ. अब मैले यो मतलब कस्तो हतारमा मैले टिकट बुक गर्दाखेरि चाहिँ मैले त देख्दै देखिनँ क्या कतिवटा लेओभर छ भनेर. आई थट ओन्ली वान वाज देयर, त्यो त दुईवटा रहेछ. लाइक फ्रम बागडोगरा टु हैदराबाद, हैदराबाददेखि फेरि जयपुर, अब जयपुरदेखि फाइनली बेंगलोर. बेंगलोरसम्म जाँदा जाँदा मेरो कान चाहिँ फाटिन्छ होला, कस्तो डेन्जर चाहिँ दुख्दैछ कान. एनिवेज लेट्स सी के हुन्छ अझै. फाइनली म बेंगलोर पुगेँ. त्यसपछि म वासरुममा गइकन अलिकति टचअप गर्नु त पऱ्यो नि त, नभए कस्तो घिनलाग्दो देखिन्छ. अनि अलिकति मेकअप सेकअप गरिकन फोटोसुट गरेको. फोटोसुट त होइन, भिडियो सुट गरेको. मैले धेरै चाहिँ सुट गर्नु सकिनँ यो बेंगलोर एयरपोर्टको. तर नि जे पनि भन्नु कि बेंगलोर एयरपोर्ट इज भेरी प्रिटी. म त कस्तो दामी लागेको क्या, हेरिराख्नु मनपर्ने क्या, कस्तो दामी छ क्या बेंगलोर एयरपोर्ट. तर मैले मजाले सुट नै गर्नु पाइनँ क्या. मैले चाहिँ यस्तो प्लान गरेको थिएँ, यस्तो सुट गर्छु यस्तो. फाइनली आई हेभ ल्यान्डेड टु बेंगलोर. अनि अब चाहिँ म मेबी फर 2-3 आवर्स आई विल बी वेटिङ एरिया. अनि त्यसपछि चाहिँ आई टेक अ बस फ्रम एयरपोर्ट टु म्याजेस्टिक. अनि त्यहाँपछि चाहिँ कोलार जान्छ टु माई कलेज. मैले चाहिँ यहाँ नियरली मेबी फर 2 आवर्स म यहीँ नै बसेँ, हेर्दै मुभी हेर्दै फोन चलाउँदै बसिराखेँ म यहीँ नै. त्यसपछि चाहिँ मैले टिन फ्याक्ट्रीको लागि बस लिएँ. फर्स्ट चाहिँ मैले इनिसियली म्याजेस्टिक जान्छु भनेको थिएँ, तर यहाँको अङ्कलहरूले पनि भन्नुभयो कि टिन फ्याक्ट्री गयो भने चाहिँ कोलारको बस छिट्टो पाउँछ अनि यहाँबाट छिट्टो पुग्छ, यो रुट चाहिँ एकदम छिट्टो पुग्ने हो भनेर चाहिँ अनि टिन फ्याक्ट्रीकोबाट नै गएको. अनि अहिले 4 बजिरहेको छ अनि म टिन फ्याक्ट्रीबाट चाहिँ कोलारको बसमा चढिसकेको छु.
I think it will take 1 hour or maybe more than half an hour. I think it will take 1 hour या फिर त्योभन्दा बढी नै लिन सक्छ। सोचेको थियो छिटो नै पुगे क्या। अब हेरौँ कलेज पुगेर चाहिँ के हुन्छ। खोला बस स्ट्यान्ड आइसकेपछि मैले अटो लिएर त्यहाँदेखि कलेजको लागि सिधै लागेँ। अनि यहाँ आउँदाखेरि चाहिँ पहिलेको मेमोरिजहरू सबै रिवाइन्ड भएको क्या। हामी यही बाटो आउँथ्यो, सपिङहरू गर्थ्यौँ होइन, अनि घुम्थ्यो। यो सिधै बाटो चाहिँ हाम्रो प्र्याक्टिकल जुन चाहिँ हस्पिटलमा एसएनआर भन्ने हस्पिटल थियो त्यहाँ हुन्थ्यो। तर अङ्कलले चाहिँ अर्कै रुट लिनुभयो क्या। यो रुटले चाहिँ छिट्टो पुग्छ नानी भन्नुभयो, अनि त्यही लागि चाहिँ हामी यो रुटबाट गएको। यो रुटबाट पनि हामी हिँड्थ्यो, तर मोस्टली हामी जब के भन्छ बसमा स्कुल बसमा जान्थ्यो त्यतिखेर चाहिँ। फाइनली म आफ्नो कलेज आइपुगेँ। आफ्टर लट्स अफ स्ट्रगल फाइनली आई एम हियर वेयर आई हेभ स्पेन्डेड 3 years। अब के हुन्छ हेरौँ है। हामी कलेजमा हुँदाखेरि यिनीहरू सानो सानो बच्चा थियो, अहिले कत्रो ठुल्ठुलो भएछ। ऊ त्यो कालो चाहिँ उसको मम्मी, अनि अरू सबै चाहिँ बच्चाहरू हो क्या यिनीहरू। आज चाहिँ ब्लग आज चाहिँ हामी आउटिङ जानु आँटेको। मेरो चाहिँ मुखबाट खालि ब्लग, मेरो चाहिँ स्वर भाँचिरहेको छ। बट स्टिल विल गो फर आउटिङ। फर्स्ट टाइम फोन लिएर जानु पाएको होला आउटिङमा। यस म हाँस्दैछु, तर मैले मेरो डकुमेन्ट्स पाइनँ। आधा मात्रै पायो, युनिभर्सिटीले नै आधा पठाएको छैन अरे। सो नेक्स्ट डे चाहिँ आउटिङ थियो, अनि म सानियासँग अनि मेरो साथी हाजिरासँग, यिनीहरू दुईजनासँग चाहिँ मेरो फेभरेट यो कावेरी बेकरी भन्थ्यो कि। अनि यहीँ चाहिँ हामी चाहिँ के खाने कुरो खान्थ्यौँ क्या, मिठो गुलियो आई मिन। अनि त्यसपछि हामी त्यहाँ एउटा पार्क थियो, अनि त्यो पार्कमा यिनीहरूले चाहिँ अब यिनीहरूको पनि लास्ट इयर, अनि यिनीहरूले चाहिँ फोटोहरू खिच्ने त्यस्तो के भन्दै थिएँ। मेरो चाहिँ भोइस सुकेर कस्तो भइरहेको छ। एन्ड म पास आउट चेजी हेरेँ इसको लागि। जा रही है फोटो खींचने दूसरे के, इधर पे खुद खींच नहीं पा रही है, दूसरा पिकअप बेबी कर रही है। यिनीहरूको फोटो सुट सकिसकेपछि चाहिँ कस्तो भोक लागिरहेको थियो। अनि हामी यो सिटी महफिल मन्डी भन्ने जग्गा रहेछ क्या, यहाँ कोलारमा नि। म यति वर्षमा कहिले नि आएको थिइनँ यहाँ, तर यहाँको खाना चाहिँ ओभर दामी हुँदो रहेछ, मिठो थियो। सो दिस इज माई फ्रेन्ड हाजरा। उसले चाहिँ बिएससी नर्सिङ गरेको, तर हामी चाहिँ सँगसँगै थियो। मैले जिएनएम गरेको, उसले चाहिँ बिएससी नर्सिङ। अनि उनीहरूको पनि यो लास्ट इयर हो। आई नो माई भोइस सक्स, तर के गर्नु, बोल्नै पर्यो। अनि आज चाहिँ हामी यहाँ सिटी महफिलमा आएको खाना खानको लागि। हिरोइनी हेर न कस्तो प्रिटी क्या, यो प्लेस नै कस्तो प्रिटी नबोल्दो। यो चाहिँ मन्डी स्पेसल हेरेँ, अनि खै मिठो थियो, तर हामीलाई पुरा हतार खानु पऱ्यो। बिकज कलेजको आउटिङ चाहिँ 3 घन्टा मात्रै थियो, त्यही लागि हामीले छिटो खाइकन द भेरी नेक्स्ट डे अब मेरो फ्लाइट थियो। अनि फेरि मलाई अब घर फर्किनु पर्ने होइन। यो बाटो जुन चाहिँ देख्नु हुँदैछ नि, योबाट चाहिँ हामी क्रस गर्दै जान्थ्यौँ क्या। अनि यही बाटो चाहिँ मेरो मम्मीले नहिँड्नु यो बाटोबाट भन्नुहुन्थ्यो, किनकि यहाँ चाहिँ ट्रेन आउने चान्सेस होइन, ट्रेन नै आउँछ। तर हामीले हेरेर एकदम प्रिकसन्स लिएर नै जान्थ्यौँ। अनि यहाँ चाहिँ एउटा सानोबाट मन्दिर छ, त्यहाँ चाहिँ म जहिले पनि प्रे गर्थेँ क्या। यहाँ अब आफ्नो जे पनि प्रे गरिरहेको हुन्थेँ मैले यहाँ। म चाहिँ टर्मिनल 2 मा आएर त्यहाँदेखि मेरो बोर्डिङ पास पनि लिएँ। छिट्टो आइपुगेको थिएँ, म बिहानै 6 बजीतिर नै निक्लेको थिएँ। सो म एकदम टाइममा नै आयो। अनि त्यसपछि मलाई कस्तो भोक लाग्यो, अनि एयरपोर्टमा नै डोसा खाएँ। मैसुर डोसा अरे यो चाहिँ। फेरि मलाई अरू केही खानु मन परोस् नपरोस्, डोसा इज माई फेभरेट। डोसा त खानै पर्छ। मेरो यो फ्लाइट पनि उयो नै थियो, लेओभर नै थियो, कलकत्तामा थियो। तर छिट्टो खालको थियो क्या। लाइक जस्तो म कलकत्तामा उत्रिने बित्तिकै त्यहाँको एयरपोर्टको स्टाफहरू कतिवटा प्रोनाउन्सिएसन नि मेरो के हुन्छ कतिखेर। अनि एयरपोर्टको स्टाफहरू आउनुभयो, अनि उनीहरूले नै लिएर जानुभयो क्या। अहिले चाहिँ यो बेङ्गलोरको एयरपोर्ट नै हो। यो वेटिङ एरियामा बसिरहेको थिएँ म बोर्ड गर्नुको लागि। फाइनली बोर्ड गऱ्यो। त्यसपछि के भन्छ कलकत्ता आइपुग्यो।
अब खुसी खुसी भएर जाँदैछु म घर, किनकि घर जानु त जो पनि खुसी नै हुन्छ। फाइनली बागडोग्रा आइपुगेँ म। मलाई चाहिँ दादा लिनु आउनु आँट्नु भएको छ, तर दादा आउनु भएन छ। दादाले चाहिँ खालि गाडी मात्रै पठाइदिनु भएछ, आज दादाको ड्युटी थियो। अनि अब दादाको घर जाँदैछु म। भाउजूले चाहिँ मोमो, चिकन मोमो बनाइराख्नु भएको रहेछ, मेरो फेभरेट। मलाई पनि कस्तो खानु मन परिरहेको थियो, ठिक्कै भाउजूले चिकन मोमो नै बनाइराख्नु भएको रहेछ। चिसो लागिरहेको थियो, तातो तातो चिकन सुप खाँदा झन् कस्तो रिलिफ फिल भएको क्या। मोमो फेरि यस्तो जुसी थियो नभन्नु, कस्तो मिठो। अब घर फर्किनु आँटेको, दो डिसअपोइन्टेड, किनकि आधा डकुमेन्ट्स मात्रै पायो, किनकि आधा डकुमेन्ट्स पाउँदाखेरि त रेजिस्ट्रेसन हुँदैन। अनि त्यसपछि मलाई दादाले पिसी मिटल बस स्ट्यान्डसम्म छोडिदिनु भयो, त्यहाँबाट जोयगाउँको बस आउँछ। अनि म घर फर्केँ बिरामी भइकिन। सो द्याट्स इट, द भिडियो एन्ड्स हियर। थ्याङ्क यू फर वाचिङ एन्ड प्लिज सेयर, subscribe and comment to my channel, The Curious Mind.